Hi guys, आज वेलकम टु माई न्यू ब्लग च्वाची ब्रान्ड फेरि आयो खोलातिरबाट आज ब्लग सुनाउँदैछ। हामी फाइनली जाल तार्दैछौँ भान्जी र म होइन भान्जी पारी जान्छ म वारी यो हाम्रा चुवाइसे भान्जा छन् एउटा। गाइस भिडियो कस्तो लाग्छ हेरिदिनु होला। यो जाल बनाएर राखेका छौँ। अब यो जाल तार्नु पर्ने हुन्छ है गाइस हामीले। तपाईहरुलाई यो भिडियो छोटो मिठो भोलि बिहान कसरी फाल्ने कसरी तान्ने त्यति मात्र हो। यस्तो हुन्छ हाम्रो जाल खाप्ने जाल सेरेरेरेरेरे यो खोलामा तार्ने हो गाइस। फाइनली यो खोलामा तार्ने हो। फाइनली भान्जी पारी गइसक्यो गाइस। म वारीबाट जाल दिनुपर्छ यसरी धागोमा भान्जीको पारी गइसक्यो। भान्जी मेरो भान्जी कडा छ, जाल तान्छ अहिले ल्याम। अब भिडियो भान्जाले बनाउँछन्, बोली चाहिँ आउँदैन होला गाइस। फाइनली गाइस अब यो डोरी बाँधेर पारी पुऱ्याइदिनु पर्छ भान्जीलाई। भान्जीले तान्छ फाइनली खाना बन्द गर, छोटो बना मजाले जाल गाइस हो, यही हो। फाइनली गाइस अब जाल चुटिसकेको छ, चुड्न र तारिसकेको छ। भारी बल लगाएर खिच्नुपर्छ। हेर्नुहोस् बल लगाइएको छ केटीले, मामाले चाहिँ जाल खिच्नु भएको छ। हेर्नुहोस् पारी लोटी। खींच चूक जा रहे हो, खींच। अब जाल तरिसकेको छ, हेर्न सक्नुहुन्छ। अब म हल्का उता जाँदैछु, मिस्टेक छ हल्का।
गाइस भान्जीले सकेन अब म जानुपर्छ यो हेर लडेर आइले तान्न नसकेर जाल यति जाल तान्न सकिन हो यो कालीले ल भान्जा भिडियो राम्रोसँग बनाऊ है छोटो छोटो बनाऊ ल छोटोहरु फाइनली गाइजहरु आज चाहिँ चिसो भइरहेको छ यस्तो जाडो छ यहाँ मान्छे नाङ्गी हुँदा त यस्तो भइरहेको छ हेर्नुस् पारी तरी सक्नु भएको छ कस्तो पौडी खेल्न आएको होला मलाई यस्तो सिकाइदिए त हामी खोला आज जाल लड्कियो आबुतिर तान र कहाँ आबुतिर हेर्नुस् कराइरहेका छन् अब जाल तरिसकेको छ हेर्नु यहाँ भन्ने हाम्रो छामाजी हो जस्तो छ छोरा छोरा छोटो हेलो गाइस म एउटा ट्र्याक गर्नेवाला छु तपाईहरु हेर्नु है त ढुङ्गा पारी पुर्याइदिन्छु म तराएर गाइस कसरी पुर्याउँछु मैले छलललललल ए गएन यो पनि गएन माला चाहिँ हरायो है गाइस यो माला फाइनली गाइस अघिको ढुङ्गा गादिन मैले काठकुट बनाएर बनाए अब देखाउँछु कसरी तर्छ यो ढुङ्गा गाइस अगाडि हेरिदिनुस् ल यार मेरो त कुनै ढुङ्गा नि तरेन त हो गाइस एउटा न एउटा त तर्छ गाइस यार यो तर्छ कि ओ तरे देख्नुभयो गाइस यसरी तार्छ च्वाचे ब्रान्डले देख्नुभयो गाइस देख्नुभयो अघिको मैले अलि नजिकसम्म पारेँ जसरी पनि पारी पुर्याउने कोसिस गर्दैछु है गाइस पारी पातलो ढुङ्गा चाहिन्छ के त्यसको लागि गाइस ढुङ्गा त कति छन् कति हेर्नु न गाइस तर खोज्नु पर्यो क्या गाइस पातलो ढुङ्गा है पारी पुगेको थियो क्या अघि एउटा ढुङ्गा पातलो ढुङ्गा खोजेर यसरी तारिदिन्छु कि गाइसहरू काठमाडौँबाट ढुङ्गा तार्न आएको जस्तो लागिरहेको छ मलाई गाइस हेर्नु है अहिले यहाँ मसला खोजेर तार्छु ल यस्तै बेला पनि ढुङ्गा भेट्दैन कता होला गाइस यो पनि हुँदैन
यो हुँदैन यत्रो ढुङ्गामा एउटा पार्ने यो ट्राई गर्नेछु है गाइज म यो ट्राई यो ढुङ्गालाई मैले कहाँसम्म पार्नेछु र पारिसम्म पुग्छ कि नै भन्ने कुरा हो कि गाइज ल अगाडि हेरिदिउँ है त यो भयो ओइ ल यहाँनिरै पुग्दिरह भने ल ए यहाँ रहेछ ठुलो भएर जान्छ यो हुन्छ ल यो ढुङ्गालाई पार्छु है त त्यति मात्र तरौ बिहानको जालमा गाइज फाइनली माछा लागेन कति माछा लागेन बिहानको जालमा चाहिँ होइन फेरि म एक्लै थिएँ त्यही भएर हिजो फालेको त देखाएको छु तर तानेको देखेन 4वटा माछा लाग्यो म त यहाँ आएपछि त माछै मार्न बढी फोकस गर्छु कि गाइजहरू होइन अहिले पनि हम्मर लिएर आएको छु हेर्नु न माछा मार्ने हम्मर बहिनी गइसक्यो म चाहिँ अब जान्ला गाइस तपाईँहरूलाई भिडियो कस्तो लाग्छ चुवासी ब्रान्डको मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु न यार गाइस तपाईँहरूको के जाने हो र है ल गाइस धन्यवाद अरू गाउँमा के गर्ने छु आई होप तपाईँहरूलाई म म्यासेज दिँदै गर्नेवाला छु तपाईँहरूलाई भिडियो मन पर्छ भने लाइक एन्ड सब्सक्राइब गरिदिनु होला